नमस्ते, स्वागत छ। आजको यस भिडियोमा हामीहरू 5500 मोडेल सेटको क्वेशन नम्बर 90 बाट अध्ययन गर्न गइरहेका छौं। क्वेशन नम्बर 90 मा रहेको छ हानबोक इबुल्चु आरायो कोरियन पोशाक लगाउन आउँछ भन्छ अप्सन नम्बर 1 मा। इप्ता भने लगाउनमा फाचिम छ। फाचिम भएमा उल्चु आरायो इबुल्चु आरायो लगाइन्छ। यो ठीक छ। युनोरी रुल युनोरी भनेको भाषाखेल भनेको भाषाखेल हादामा नै खेल्नु हुन्थ्यो। हादामा फाचिम छैन, उल लगायो। हाल चुल लगाउनु पर्थ्यो, यो मिलेन। त्यस्तै अप्सन नम्बर 3 मा रहेको छ तप्पु फुल तप्पु पुरिदा भने उमाल्नु, फाचिम छैन भने पुरिल्चु आरायो हुन्छ। पुरी उल्चु आरायो हुँदैन, यो पनि मिलेन। फुलखोकी फुलखोकीरु माङदु रुल्चु आरायो माङदुल्दा भने बनाउनुमा फाचिममा ल छ भने उल्चुल हुन्न, माङदुल्चुल आरायो सिधै हुन्छ, यो पनि मिलेन। त्यस्तै क्वेशन नम्बर 91 मा रहेको छ बसुरु खास बस चढेर वैसाई छुल्गुने हो कम्पनीमा काममा जान्छु भन्छ। था स होइन, चढ्ने सवारी साधनहरू प्रयोग गर्नुमा थागो भनिन्छ, खास होइन है त। अप्सन नम्बर 2 मा सुरुल मासेस रक्सी पिएर उन्जन हाल्छु मोल्लायो ड्राइभिङ गर्ने कुरा थाहा छैन हुँदैन, उन्जन हाल्छु अप्सयो चाहिँ हुन्छ, अप्सयो हुनु पर्थ्यो। रक्सी पिएर ड्राइभिङ गर्ने कुरा थाहा छैन हुँदैन, ड्राइभिङ गर्न सक्दिन चाहिँ हुन्छ। हानबुकहरू कोरियन भाषा फेउरेको सिक्ने विचारले सेन्थय खास्यो सेन्टरमा जानुहोस्। कोरियन भाषा सिक्ने विचारले सेन्थममा जानुहोस् हुन्न, खायो जान्छु चाहिँ हुन्छ। यहाँ फेउरेको फेउ र भन्न पर्छ। फेगो उरेको हादाको पछाडि सेउ सेउ आउँदैन, र उरको पछाडि सेउ सेउ आउँछ, त्यसैले कि फेउ र हुन पर्थ्यो, कि भने यहाँ खायो हुन पर्थ्यो, यो पनि मिलेन। फाक्मुल गुवाने संग्रहालयमा उम्सित मुरुल खानेकुरा फानी पाल्छु अप्सन निदा भित्र लैजान सकिँदैन। फानी पादा भनेको भित्राउनु अथवा लैजानु भनेको हो। खानेकुरा लैजान मिल्दैन, अप्सन नम्बर 4। क्वेशन नम्बर 92 मा रहेको छ नेइल आउसी काजी भोलि 9 बजेसम्म को अनिवार्य वामेन भयो आयो भने हुन्छ भनेछ। उदा भने आउनु छ, उदामा म्यान उमेन ग्रामर लगाउनु पर्यो भने उमेन दोयो हुन्छ, वामेन हुँदैन, उमेन हुन्छ। छनुन न्याउने छेजुदोए म अर्को वर्ष छेजुदोमा खा फासुमिदा गई हेरे ने भनेको अर्को वर्ष हो, त्यसैले खा फासुमिदा होइन, खागे सुन्निदा चाहिँ हुनु पर्थ्यो। फुखामजीले खिपुनी नापुजी मास्यो मुड खराब नहुनुहोस् हुँदैन। खिपुजी नापुदा भने नापुजी मास्यो भन्दैन, राम्रो छैन, खिपुनी आन्सो आयो हुन्छ। छाया सिनुन छायाजी चाहिँ हे थुरामारू कोरियन ड्रामा छाज्यो बारम्बार हुनुगत कथायो हेर्ने खालको हुनुहुन्छ भन्न मिल्यो, अप्सन नम्बर 4। क्वेशन नम्बर 93 मा रहेको छ सेछु रुल इपको सर्ट लगाएर नेकथाई रुल टाईलाई छामगा सहयोग बन्द गर्ने। नेकथाई रुल छामगुदा हुँदैन, मेदाबाट मेसयो भन्न पर्छ, मिलेन। तुलगुन हाल्न हुए काममा गएपछि युनिफर्म ड्रेसलाई नेरेसयो झारे हुँदैन, इबसयो अथवा खारा इबसयो चेन्ज गरे भन्नुपर्छ, झारे भन्न मिल्दैन। छागपोगी फुलफेन हेस कार्य पोसाक असहज भएर शिखरु मेसयो चैनलाई बाँधे, चैन नेरिदा ओल्लिदा हुन्छ, मेसयो हुँदैन, उल्लेसयो हुन्छ।
नाल्सीका हवस मौसम गर्मी भएर छागपक खान्छु कार्य पसाको टाक र सहयोग खोले भन्न मिल्छ। अप्सन नम्बर 4। क्वेसन नम्बर 54 मा रहेको छ खिचा फ्योरुल एआफे नहास्यो रेलको टिकट बुकिङ गरेर राखे। खिचा फ्यो भनेको रेलको टिकट बुकिङ गरेर राखे। नोथा भने राख्नुमा आछिमको माथि ओ छ भने आशय लगाइन्छ। शिक्षा भए छाङमो खाना खाइसकेपछि झ्याल एरा नुहासय खोलेर राखे। आछिमको माथि ओरा छैन भने आ लगाइँदैन अ लगाइन्छ। एरा नुहासय। खुने सिक्ताङ भनेको क्यान्टिन भनेको हो। सिक्गोनुल खानाको कुपन सा आ नुहासय किनेर राखे। क्यान्टिनको खानाको कुपन किनेर राखे। सा आएमा दुईटा साबाट एउटा साझा लिएर सा नुहासय मात्रै हुन्छ, सा हुँदैन। फाबुल मकी छले भात खानु अघि सिक्खाको खाक नुहासय डाइनिङ टेबललाई पुछेर राखे। हाछिमको माथि आ भएमा अ लगाइँदैन आ लगाइन्छ। खाका नुहासय। क्वेसन नम्बर 95 मा रहेको छ नानुन म चाहिँ पङ्न्यौ सुल्ग सहकर्मीहरूसँग साइगा सम्बन्ध छुवायो राम्रो छ। मेरो सहकर्मीहरूसँग सम्बन्ध छोथा राम्रो हुनुबाट छुवायो राम्रो छ। ननु थवस एकदमै गर्मी भएर चाजुङुल चिल्लसय हो। चाजुङुल नेता हुन्छ, चिल्लसय भन्न निश्चय भन्छ। झर्को पोखिङ सोरिलो छिरुदा हुन्छ। सोरिलो छिरुदाबाट चिल्लसय हो। आवाज ठुलो गरे अथवा कराए भनेको चाजुङुल निश्चय झर्को पोखिङ हुन्छ। खिचुक्साए सहनुन होस्टेलमा चाहिँ खिउछिकुल नआउस्यो नियम आउनुहोस्। खिउछिकुल छिकिसेयो हुन्छ, नआउस्यो हुँदैन। छागपोकुल इबुल ते नुन कार्य पोसाक लगाउने बेलामा छिफ मेस्यो चैनलाई बाँधिँदैन, ओल्लिँदा गरिन्छ, ओल्लिसेयो। त्यस्तै क्वेसन नम्बर 96 मा रहेको छ। त्यस्तै क्वेसन नम्बर 96 मा रहेको छ। नुच्ची माल्गो इल्ची ओरागो हिस्सयो यहाँनिर हेर्ने हो ओदा माने आउनु वा रागो हिस्सयो आउनुहोस् भनेर भने हिस्सयो। नुच्ची माल्गो इल्ची ओरागो हिस्सयो। फसुरुल थाजी मारिगो बस नचढेर थाजी माल्दा नचढ्नुमा इगो लगाइँदैन मालगो सिधै थाजी मालगो हुन्छ, मिलेन। जस्तै यहाँनिर अप्सन नम्बर 3 मा ठोगी हेजी मालगो ठोगी हादा माने छोड्नुबाट नछोडेर भन्न खोजेको हो। नछोडेर हायमा हे गरिँदैन, यहाँ हाजी मालगो नै हुन्छ। अप्सन नम्बर 4 मा छिरेछ सुइउजी मालगो सुइदा आराम गर्नुमा पनि जी मालगो लगाइन्छ, सुइउजी मालगो लगाउँदैन। अप्सन नम्बर 1। त्यस्तै क्वेसन नम्बर 97 मा रहेको छ नेङजाङ छाङ्गो उइ फ्रिज गोदामको ओन्दोरु तापक्रमलाई थपस सहयोग रोके। ओन्दोरु युजी यो कायम गर्छु भन्नुहुन्छ अथवा मिलाइन्छु यो भन्न सकिन्छ। अब यो तापक्रम ढोकै भन्न मिल्दैन। खुरिरुल सायङ हेस ड्रिलको प्रयोग गरेर खुम्बाङ्गुल फागायो वानलाई ठोक्छु मोसुल फाक्ता काटी ठोक्ने हो खुम्बाङ्गुल तुल्था भन्छ। रह्यो भन्नुपर्थ्यो। ओजाङहान साङ्जाए प्याकिङ गरेको बाकसमा लाबेल भनेको लेबल ट्याग हो। लाबेरुल पुछेयो टाँस्छु फुचिदा माने टाँस्नु यी आएमा ए हो गराइन्छ। अप्सन नम्बर 3। नाल्सीका छेउमेन मौसम राम्रो भयो भने कङ्क्रिट छोरी भयो जडान गर्छु हुँदैन थाहा छ।
हेउ भन्नुपर्छ। कङ्क्रिट अथवा मसला ढलानमा गर्ने मसला चाहिँ फाचल हेउ खन्याउँछु भन्नुपर्छ। छनन कुगो पावर अफ गरेर मम्छुजी आनायो पावर अफ गर्दा पनि रोकिएन उ आएमा अदो आधो कुरामा लगाउँदाखेरि कदो भन्नुपर्छ। यो कुदो लेख्यो हुँदैन। छाङमुनुल एल्दो झ्याल खोल्दा पनि नेम्सेगा खेसो नायो गन्ध लगातार आउँछ। एल्दामा भाँचिन्छ भने ए र दो भन्नुपर्थ्यो, एल्दो होइन। फिगा आन वादो पानी नपरे पनि थप्गेरो थफु सेयो त्रिपालले छोप्नुहोस्। थप्तामा भाँचिन्छ सेयो लगाइन्छ। थप्गेरो थफु सेयो हुन्छ। अप्सन नम्बर 3 स्विचिरु ओल्लिदो स्विच अन गर्दा पनि छाक्दोमी आन्दोय सञ्चालन हुँदैन। यी आएमा ए गरेर ओल्ल्य दो गर्नुपर्थ्यो। क्वेसन नम्बर 99 मा रहेको छ फ्यान्सिसले छल्छारु छेउ तारलाई नाप्छु छल्छारु छल्लायो काट्छु भन्नु छ। सुगेन रो पाना रेन्चीले नथुरुल मुगायो नटलाई बान्छु बान्ने होइन कस्तो छोयायो भन्नुपर्थ्यो। निफरो पिलासले छल्छारु पुर्यायो पिलासले तारलाई प्वाल पार्छु भन्ने होइन छल्छारु छल्लायो भन्नुपर्छ। पुराई बरो स्क्रू ड्राइभरले नासारु खोल्यो पेचकिलालाई बनाउँछु भन्न पाइन्छ। उत्तर नम्बर 4। त्यस्तै क्वेसन नम्बर 100 मा रहेको छ फुलको छुई खुगिरुल छल्दा नेयो आगोको साइजलाई काट्छु छल्दा नेयो भन्ने होइन छोजर हेयो भन्नुपर्छ। मिलाउँछु आगोको साइजलाई मिलाउँछु भन्न मिल्छ, छल्दा नेयो काट्छु भन्न मिल्दैन। थाङ्गोवी ओन्दोरुल फोगा नेयो गोदामको तापक्रमलाई भण्डारण गर्छु तापक्रम मिलाउने हो युजी हेयो मेन्टेन गर्छु भन्नुपर्छ। खिदेवी आब्रेकुल छोजरेयो मेसिनको चाप अथवा दबावलाई छोजरेयो मिलाउँछु भन्न पाइन्छ। उत्तर नम्बर 3। त्यस्तै छागपचाङ उही ठाङ्गनुल छिसी हेयो कार्यस्थलको झ्याललाई निर्देशन गर्छु भनेर छाङ्गनुल हेरयो पाइन्छ। त्यस्तै क्वेसन नम्बर 101 र क्वेसन नम्बर 102 को एन्सर कति हुन्छ पत्ता लगाएर कमेन्ट गर्न सक्नुहुन्छ है त। क्वेसन नम्बर 101 क्वेसन नम्बर 102 को उत्तर कमेन्ट गर्नु होला।